होस्ट एन्ड दोस्त ब्याक अगेन विथ अ न्यू ब्लग एन्ड अ न्यू डे। आज हामी बाउछोरी भएर यसो घुम्न हिँडेको साँझमा इभिनिङ राइड भन्दै नानीले दुधो दिएर। अब हेरौँ अब कहाँसम्म पाइन्छ। एज यु क्यान सी मेरो छोरी चाहिँ लास्टै धेरै गफ गर्छ मसँग। खासै मलाई नै बोल्न दिँदैन। जो रमाइलो छ मेरो छोरी चाहिँ लास्ट टकेटिभ छ अलिकति। मलाई चाहिँ ठिक लगाउँछ टकेटिभहरू चाहिँ। उसले चाहिँ आफ्नो मनको कुराहरू खोलिरहेको हुन्छ। उसले चाहिँ खासै त्यो भित्र राख्नु सक्दैन। सानो नानी बाबुहरूको जस मलाई यो बानी चाहिँ बहुत मनपर्छ। मेरो नानी मात्रै नभएर अरू नानी सानो नानी बाबुहरू पनि एकदम राम्रो बोल्छ नि त। त्यति बेला चाहिँ यिनीहरू बोल्दाखेरि चाहिँ यिनीहरूसँग बोलिदिनुपर्छ, यिनीहरूसँग बसिदिनुपर्छ, यिनीहरूले भनेको सुन्नुपर्छ। धेरै कुराहरू हामीलाई पनि सिकाइरहेको हुन्छ अनि हामीले नि यिनीहरूलाई धेरै कुराहरू सिकाउनु पाउँछ क्या। त्यही भएर चाहिँ यिनीहरू बोल्दाखेरि चाहिँ कहिले डिस्टर्ब नगर्ने, यिनीहरू के बोलिरहेको छ त्यो राम्ररी सुन्ने, यताउता गर्नुपर्छ। अहिले चाहिँ हामी राङभाङतिर छौँ, हाम्रो साथीहरूको घरतिर हो। यो नजिकै छ, बेदारबाट नजिकै छ। अगाडि अटो गइरहेको छ कसको अटो चाहिँ। अनि यता हामी चाहिँ राइट साइडमा जाने भने चाहिँ हाम्रो किसनबारी भन्ने ठाउँतिरको लागि त्यहाँ सानो सर्टकट भन्दा भित्री बाटो छ। अनि यता चाहिँ हामी बेदारतिर राणाटोलतिर जाने बाटो के अरे। यहाँ पनि दुईवटा बाटो छुट्टै छ। अब यहाँ ठ्याक्क यहाँबाट एउटा राइट साइड जान्छ, त्यो चाहिँ राणाटोल हुँदै बेजारतिर जान्छ भने यो स्ट्रेट जाने बाटो चाहिँ बम्बक हुँदै जान्छ। बम्बक हुँदै फेरि हामी उता कोरिडोरतिर निस्किन पनि मिल्छ। त्यहाँबाट नि दुई तिनवटा रोडहरू छ, बाटोहरू छ क्या। त्यता बेजार निस्किन पनि मिल्ने, फेरि उता कोरिडोरतिर निस्किन मिल्ने। अनि बिचको बाटो छ, एउटा सानो भित्री बाटो छ, त्यो चाहिँ अब हाम्रो घरतिर जाने बाटो भनौँ, त्यो अलि अफ रोड छ।
यता नि खाल्टो उता नि खाल्टो ग्राभलिङ गरेको पिचको लागि ग्राभलिङ गरेको भन्छ खाल्टै खाल्टो छ उकालो र ओह्रालो छ उकालो र ओह्रालो त बरु खासै केही पनि भएन यो खाल्टो खुल्टी चाहिँ हल्का पुरिदिनु पर्थ्यो अब गरे कि जनताले गर्ने आफ्नो घर अगाडि भएकोहरूले गर्यो नत्र गर्ने त खै सधैँ हेर्ने त कस्तो बिजोग छ यो बाटोहरू चाहिँ बनाउनु पर्यो बजेटहरू झरिरहेको छ वर्षै पछि बजेट झर्छ खै त नयाँ सरकार बनेपछि बजेट झरिहाल्छ खै त केही बाटो बनिछन् केही पनि छैन बजेट झर्ने मात्रै हैछ जस्तो लाग्यो यो बाटोहरू चाहिँ छिटो बनाइदिनु पर्यो हाम्रो यही बाटो पनि पिच भन्नलाई मात्रै पिच भयो यो भने यो पुरै खाल्टो खुल्टी बाटो जता कता सानो कता ठुलो कता पेलिएको के हो यो कुराहरूलाई चाहिँ अलि ध्यान दिनुपर्ने भयो अलि बनाउनु पर्ने भयो अब हामी चाहिँ पावरमा छैनौँ हामी त पब्लिक हो भने त हाम्रो नि पावर हुन्छ हामी बोले हुने हो त्यही भएरै बोलेको अब गर्न सकिएन के अरे बोल्न चाहिँ अब अलिअलि भए नि भन्नु त पर्यो यो यता यस्तो छ उता उस्तो छ भनेर ल गाइजहरू गाडी रोकियो तेल सकियो जस्तो छ अब एकछिन चाहिँ यतै बसिन्छ यहाँ यो चाहिँ घर अगाडिको ग्राउन्ड हो यतातिर चाहिँ सानो भाइहरू फुटबल खेल्दैछन् अब त्यही फुटबल खेलेको हेरिन्छ एकछिन हेरेर उनी घरतिर जाने होला लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला हस्त धन्यवाद थ्याङ्क्स फर वाचिङ